नमस्कार। लोकसेवा परीक्षा सारथी युट्युब च्यानलमा यहाँलाई हार्दिक स्वागत छ। आज हामी उपस्थित भएका छौँ 2081 साल चैत्र 27 गते बुधबार गोरखापत्रमा प्रकाशित विषयगत वस्तुगत प्रश्नोत्तर लिएर। आशा छ यो भिडियोले तपाईँको अध्ययनमा सघाउ पुर्याउनेछ। तपाईँ लोकसेवा परीक्षा सारथी युट्युब च्यानल हेरिरहनु भएको छ। हामीले अपलोड गरेका अथवा हामीले प्रस्तुत गरेका भिडियो सामग्रीहरू तपाईलाई कस्तो लागिरहेको छ कृपया कमेन्ट बक्समा आफ्नो भनाई र भिडियोप्रति केही सुझाव सल्लाहहरू छन् भने पनि जनाइदिनु होला भन्दै आजको प्रश्नोत्तरतर्फ सुरु गर्न चाहन्छु। पहिलो प्रश्न रहेको छ, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको 6औं शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो? बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको 6औं शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको छ त? सन् 2025 अप्रिल 4 बैंकक थाइल्यान्डमा सम्पन्न भएको छ। सन् 2025 अप्रिल 4 मा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली धर्मपत्नी सँगै फर्स्ट लेडी सँगै र परराष्ट्र मन्त्री आर्जु राणा लगायतका अन्य शीर्ष टोलीका व्यक्तिहरूको थाइल्यान्डमा जमघट भएको थियो। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास बिमस्टेकको 6औं शिखर सम्मेलन सन् 2025 अप्रिल 4 बैंककमा सम्पन्न भएको छ। ख्याल गर्नुहोला, सन् 2025 अप्रिल 4 बैंकक थाइल्यान्डमा सम्पन्न भएको छ। यो निकै नै चाहिँ महत्त्वपूर्ण प्रश्न पनि हुन सक्छ। यो अर्कोचोटि ख्याल दिएर हेर्नुहोला। त्यस्तै अरु बिमस्टेकको पहिलो भिजन दस्तावेज बिमस्टेक बैंकक भिजन 2030 अनुमोदन भएको छ। बिमस्टेकको के छ त? पहिलो भिजन दस्तावेज बिमस्टेकको बैंकक भिजन 2030 पनि अनुमोदन भएको छ। त्यस्तै यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्ध, लचिलो र खुला बिमस्टेक नारा अन्तर्गत बिमस्टेक बैंकक भिजन सहित 6 मुद्दे प्रस्ताव पारित गरेको छ। समुद्री प्रस्तावमा समेटिएका विषयहरू रहेका छन्: बिमस्टेकलाई प्रभावकारी बनाउनको लागि कार्यमुखी संयन्त्र गठन गर्ने। के गर्ने त? बिमस्टेकलाई प्रभावकारी बनाउनको लागि कार्यमुखी संयन्त्र गठन गर्ने। बिमस्टेकको भविष्य निर्धारणको लागि प्रबुद्ध व्यक्तिहरूको समूह इपिजी गठन गर्ने रहेको छ। इपिजी गठन गर्ने रहेको छ भने 3 मा रहेको छ समुद्री यातायात सहयोग सम्बन्धी मेरिटाइम ट्रान्सपोर्ट सम्झौता गर्ने। समुद्री यातायात सहयोग सम्बन्धी मेरिटाइम ट्रान्सपोर्ट सम्झौता रहेको छ भने 4 मा रहेको छ भूकम्प प्रभावित म्यानमार र थाइल्यान्डलाई सहयोग गर्ने विषय सहितको संयुक्त वक्तव्य पनि जारी भएको छ। त्यसै पर्यटन र संस्कृतिलाई प्राथमिकता दिने र जनताको सम्पर्क विस्तार गर्ने भनेर 6 बुँदे प्रस्तावमा समेटिएका विषयहरू रहेका छन्। शिखर सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहित सदस्य मुलुकका सरकार प्रमुखद्वारा सम्बोधन गरिएको थियो। प्रश्न 2 रहेको छ, मैनाली कथा सम्मान 2081 बाट सम्मानित हुने स्रष्टा को हुन्? मैनाली कथा सम्मान 2081 बाट सम्मानित हुने स्रष्टा हुन् कथाकार रत्न केजु। त्यसैगरी भानु तुलसीदास सम्मानबाट डाक्टर राजेन्द्र विमललाई प्रदान गरिएको छ। त्यसैगरी अर्को रहेको छ, विश्व बैंकद्वारा सन् 2025 अप्रिल 3 मा सार्वजनिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 मा नेपालको आर्थिक वृद्धि दर कति कायम हुने अनुमान गरिएको छ? विश्व बैंकद्वारा सन् 2025 अप्रिल 3 मा सार्वजनिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 मा नेपालको आर्थिक वृद्धि दर कति कायम हुने अनुमान गरिएको छ त? 4.5% हुने अनुमान गरिएको छ। विश्व बैंकद्वारा सार्वजनिक नेपाल विकास नामक प्रतिवेदन अनुसार आन्तरिक व्यापार, जलविद्युत तथा धान उत्पादनको वृद्धिले अर्थतन्त्रको सुधारमा सहयोग पनि उल्लेख गरिएको छ। गत आर्थिक वर्षमा यस्तो वृद्धि दर कति थियो त? 3.9% रहेको थियो। गत आर्थिक वर्षमा यो वृद्धि दर कति रहेको थियो त? 3.9% रहेको थियो। ख्याल गर्नुहोला, यसपटक 4.5% हुने भनेर भएको छ। यो विश्व बैंकद्वारा जारी प्रतिवेदन हो। त्यसमा पोहोर साल 3.9% हुने भनिएको थियो भने यस वर्ष 4.5% हुने भनेर भनिएको छ। आगामी 2 आर्थिक वर्षमा नेपालको औसत 5.4% को आर्थिक वृद्धि दर हासिल गर्ने वर्ल्ड बैंकले प्रक्षेपण गरेको छ। नेपाल विकास प्रतिवेदन विश्व बैंकले वर्षमा 2 पटक प्रकाशित गर्ने गरेको छ। त्यसै प्रश्न 4 रहेको छ, किराँत प्रथम राजा एलिहाङ अर्थात् एलम्बरको शालिग कहाँ निर्माण गरिएको छ? किराँती प्रथम राजा, ख्याल गर्नु होला, किराँतका प्रथम राजा को हुन् त? एलिहाङ अर्थात् एलम्बर भन्छौँ हामी। एलम्बर हुन्। एलम्बरको शालिग बुइपा खोटाङमा निर्माण गरिएको छ। दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका 14 बुइपामा 110 फिट अग्लो शालिग निर्माण गरिएको हो।
त्यो शालिग कति रहेको छ त भन्दा 110 फिट अग्लो के चाहिँ शालिग रहेको छ। शालिगसँगै पार्क निर्माण गरिएको छ र बुइपा खोटाङको पुरानो व्यापारिक केन्द्र समेत हो। खोटाङको पुरानो व्यापारिक केन्द्र के रहेछ त बुइपा समेत हो। त्यसकारण त्यहाँ बुइपामा किराँती प्रथम राजा एलिहाङ अर्थात् एलम्बरको शालिग निर्माण गरिएको छ। 110 फिट अग्लो शालिग निर्माण गरिएको हो। शालिगसँगै पार्क पनि निर्माण भएको छ। प्रश्न 5 रहेको छ प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको 6औं शिखर सम्मेलनमा सहभागी हुन कहिले थाइल्यान्ड प्रस्ताव गर्नुभएको हो। प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको 6औं शिखर सम्मेलन, ख्याल गर्नुहोला, बिमस्टेकको 6औं शिखर सम्मेलन सम्पन्न भएको हो। हामीले पहिलो प्रश्न ख्याल गरेका थियौं। बिमस्टेकको पहिलो शिखर सम्मेलन सन् 2025 अप्रिल 4 मा बैंककमा भएको छ र प्रधानमन्त्री केपी शर्मा ओली सहितका ठुलेहरू पुगेका छन् र 6औं शिखर सम्मेलनमा भाग लिनको लागि र 2081 साल चैत्र 19 गते प्रस्थान गर्नुभएको थियो भने फिर्ता चाहिँ चैत्र 23 गते हुनुभएको थियो। थाइल्यान्डका प्रधानमन्त्री, ख्याल गर्नुहोला, थाइल्यान्डका प्रधानमन्त्री पेटोङटान सिनबात्राको मैत्रीपूर्ण निमन्त्रणामा थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेकको 6औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली बैंकक पुग्नु भएको हो। दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको 65 वर्षपछि नेपालका प्रधानमन्त्रीको यो पहिलो औपचारिक भ्रमण हो। प्रधानमन्त्री ओली चैत 22 अर्थात् 4 अप्रिल 2025 मा बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनुभएको थियो। प्रश्न 6 रहेको छ नेपाल विद्यापति पुरस्कार कोषले नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कारबाट कसलाई सम्मानित गर्यो? नेपाल विद्यापति पुरस्कार कोषले नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कारबाट मैथिली विकास कोष र प्राध्यापक भोला झालाई सम्मानित गरेको छ। नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार रामकुमार मण्डल र दीप मिथिला आर्ट ग्यालरीलाई प्रदान गरिएको छ। ध्यान गर्नुहोला, मिथिला आर्ट ग्यालरी र रामकुमार मण्डल र दीपालाई प्रदान गरिएको छ। नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार भने नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार विनोद कुमार यादव र माला कुमारी कणलाई प्रदान गरेको छ। नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार श्याम सुन्दर शशी र काशी शान्त कान्त झालाई प्रदान गरिएको छ। कसलाई प्रदान गरिएको छ? श्याम सुन्दर शशी र काशीकान्त झालाई प्रदान गरिएको छ भने नेपाल विद्यापति अनुवाद पुरस्कार विद्याधर झा र श्याम सुन्दर यादवलाई प्रदान गरिएको छ। त्यस्तै प्रश्न नम्बर 7 रहेको छ नवनिर्मित धराहरा अस्थायी रूपमा कहिलेदेखि सञ्चालनमा आएको हो? विक्रम 2081 साल असोज 3 गतेदेखि यो धराहरा सञ्चालनमा आएको छ भने संविधान दिवसको अवसर पारी 2081 साल असोज 3 देखि अस्थायी रूपमा सञ्चालनमा आएको धराहरा विक्रम 2081 साल भाद्र 27 को मन्त्री परिषदको बैठकले सो सम्बन्धी निर्णय गरेको थियो। धराहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको सहकारी विकास मन्त्रालयले दिएको छ। ख्याल गर्नुहोला, धराहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको सहरी विकास मन्त्रालयले पाएको छ। यो धराहरा सञ्चालनको जिम्मा कसले लिएको छ भनेर पनि सोध्यो भने संघीय सरकारको सहरी विकास मन्त्रालयलाई जिम्मा दिएको छ। बाहिरबाट हेर्दा पहिलाकै डिजाइनको 11 तला जस्तो देखिए पनि धराहराको भित्री संरचना भने 22 तला उक्त छ। यसको उचाइ जमिनबाट 83.58 मिटर रहेको छ। 1990 सालको भूकम्प अघि धराहरा 11 तला अग्लो थियो। त्यसबेला 2 तला भत्किएर 9 तलामा सीमित बनेको थियो। विक्रम 2072 को भूकम्पले भत्किएको पुरानो धराहरा संरचना भग्नावशेषमा मात्र खुल्ला रहेको थियो। ख्याल गर्नुहोला, भग्नावशेषमा खुल्ला रूपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ। धराहरा टावर मुनि 3 तले भूमिगत पार्किङ बनाइएको छ। धराहराको टावर मुनि 3 तले भूमिगत पार्किङ छ, जहाँ त्यहाँ धराहरा हेर्न पुगेका व्यक्तिहरूको लागि पार्किङ गर्नको लागि साधनहरू पार्किङको लागि टावर मुनि 3 तले भूमिगत पार्किङ बनाइएको छ। विश्व स्वास्थ्य दिवस कहिले मनाइन्छ? विश्व स्वास्थ्य दिवस अप्रिल 7 मा मनाइन्छ। विश्व स्वास्थ्य दिवस अप्रिल 7 मा मैले आफ्ना भिडियोहरुमा पनि हाल्ने गरेको थिएँ यो विषयलाई, किनभने प्रत्येक पटक हामीले अपिल गर्नुपर्ने छ भन्ने भनेको पनि थिएँ हैन। प्रत्येक हप्ता अपिल गर्ने, हप्तामा 7 दिन हुन्छ, 7 दिन अपिल गरेर विश्व स्वास्थ्य दिवस मनाउने भनेर भनेको थिएँ। सन् 2025 को नारा चाहिँ हेल्दी बिगिनिङ होपफुल फ्युचर भन्ने रहेको छ। हेल्दी बिगिनिङ होपफुल फ्युचर भन्ने नाराका साथ अप्रिल 7 गते विश्व स्वास्थ्य दिवस मनाइने भएको छ। विश्व स्वास्थ्य संगठनद्वारा सन् 1948 मा आयोजित पहिलो विश्व स्वास्थ्य सम्मेलनले सन् 1950 का लागि लागू हुने गरी प्रत्येक वर्षको अप्रिल 7 लाई विश्व स्वास्थ्य दिवसको रूपमा मनाउने निर्णय गरेको थियो। सन् 1948 मा विश्व स्वास्थ्य संगठन स्थापना भएको दिन र विश्वभरका मानिसले सामना गरिरहेका स्वास्थ्य समस्याको बारेमा
चेतना जगाउने उद्देश्यका साथ यो दिवस मनाउँदै आइएको हो। प्रश्न नम्बर 9 रहेको छ नेपाल राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी कसलाई दिएको छ? नेपाल राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिमसिनाले पाउनु भएको छ। यो विक्रम सम्वत 2081 साल चैत्र 25 मा उहाँलाई यो जिम्मेवारी प्रदान गरिएको हो। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विक्रम सम्वत 2081 चैत्र 22 देखि नै बिदा लिइसक्नु भएको छ। निवर्तमान गभर्नर हुनुहुन्थ्यो महाप्रसाद अधिकारी, उहाँले 2081 साल चैत्र 22 गते बिदा लिनुभयो र चैत्र 25 मा नेपाल सरकारले नेपाल राष्ट्र बैंकको कामु गभर्नरको रूपमा वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिमसिनालाई के गरेको छ त? वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिमसिनालाई जिम्मेवारी प्रदान गरेको छ। प्रश्न नम्बर 10 रहेको छ लेखा व्यवसायीहरूको चौथो राष्ट्रिय सम्मेलनको लागि तय गरिएको मिति कुन हो? लेखा व्यवसायीहरूको चौथो राष्ट्रिय सम्मेलनको लागि तय गरिएको मिति विक्रम सम्वत 2081 साल चैत्र 26 गतेदेखि 27 गतेसम्म हो। सम्मेलनको नारा कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरण मार्फत अर्थतन्त्रको रूपान्तरण भन्ने रहेको छ। 26-27 गते सम्पन्न भइसकेको छ र सम्मेलनमा राष्ट्रिय अन्तर्राष्ट्रिय गरी करिब 1000 जनाको सहभागिता रहेको थियो। प्रश्न 11 रहेको छ युरोपियन आउटडोर कन्जर्भेसन एसोसिएसन नामक संस्थाले प्रकाशन गरेको सूचीमा उत्कृष्ट 6 मा पर्न सफल नेपाली परियोजना कुन हो? युरोपियन आउटडोर कन्जर्भेसन एसोसिएसन नामक संस्थाले प्रकाशन गरेको सूचीमा उत्कृष्ट 6 मा पर्न सफल नेपाली परियोजना नेपाली वन कुकुर संरक्षण परियोजना रहेको छ। यो लोपोन्मुख वन कुकुर विश्वमै दुर्लभ मानिन्छ। यसको संख्या 949 देखि 2215 को बीचमा रहेको अनुमान गरिएको छ। नेपालमा यो प्रजाति कुनै समय अन्नपूर्ण संरक्षण क्षेत्रमा हराएको मानिन्थ्यो। पछिल्लो केही वर्षमा गरिएको अध्ययनले सो प्रजाति पुनः देखा परेको बताएको छ। माझी गाउँपालिका कास्कीको क्षेत्रमा भेटिएको सो प्रजाति पुनः हराउन सक्ने अवस्थाप्रति संरक्षण कर्मी चिन्तित छन् र युरोपियन आउटडोर कन्जर्भेसन एसोसिएसन नामक संस्थाले प्रकाशन गरेको सूचीमा नेपाल वन कुकुर संरक्षण परियोजना पनि सफल परियोजनाको रूपमा परेको छ। यो माझी गाउँपालिका कास्कीको क्षेत्रमा भेटिएको थियो र यो पुनः हराउन सक्ने आशंका सहित संरक्षण कर्मीहरूले चिन्ता प्रकट गरेका छन्। प्रश्न 12 रहेको छ नेपाल र थाइल्यान्ड बीच सरकारी तथा गैर सरकारी क्षेत्रमा 8 सम्झौता पत्रमा कहिले हस्ताक्षर भएको छ? नेपाल र थाइल्यान्ड बीच सरकारी तथा गैर सरकारी क्षेत्रका 8 सम्झौता पत्रमा सन् 2025 अप्रिल 2 मा भएको छ। अप्रिल 4 मा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन पनि गर्नुभएको थियो। बिमस्टेक छैनौं शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका समकक्षी पेटोङटान सिनावात्राको उपस्थितिमा दुई देशका सरकारी र गैर सरकारी पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। नेपाल र थाइल्यान्ड बीच आर्थिक सहकार्य, पर्यटन, उड्डयन, व्यापार प्रवर्धन, लगानी विस्तार, कृषि उन्नयन, शिक्षा र स्वास्थ्य क्षेत्रको सुदृढीकरणका सम्बन्धी विषयमा 8 वटा सम्झौता भएको छ। नेपाल र थाइल्यान्ड बीच सरकारी तथा गैर सरकारी क्षेत्रका 8 सम्झौता पत्रमा हस्ताक्षर भएको छ। तिनमा के परेका छन् त? आर्थिक सहकार्य, पर्यटन उड्डयन, व्यापार प्रवर्धन, लगानी विस्तार, कृषि उन्नयन, शिक्षा र स्वास्थ्य क्षेत्रको सुदृढीकरण सम्बन्धी विषयमा 8 वटा सम्झौता भएका छन्। प्रश्न 13 रहेको छ लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन कहिले सम्पन्न भएको छ? लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन विक्रम सम्वत 2081 साल चैत्र 20 गतेदेखि 21 गतेमा सम्पन्न भएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन र न्युज पूर्व पश्चिम उत्तर दक्षिण सम्मेलन सम्पन्न भएको हो। पूर्व पश्चिम उत्तर दक्षिण सम्मेलन सम्पन्न भएको छ। लुम्बिनीमा कहिले भएको छ? 2081 साल चैत्र 20 र 21 गते अन्तर्राष्ट्रिय उपकुलपतिहरूको सम्मेलन। प्रश्न नम्बर 14 रहेको छ जापानले भविष्यमा आउन सक्ने संक्रामक रोगबाट बच्ने तयारीका लागि नयाँ अनुसन्धान संस्थाको स्थापना कहिले गरेको हो? जापानले भविष्यमा आउन सक्ने संक्रामक रोगबाट बच्ने तयारीका लागि नयाँ अनुसन्धान संस्थाको स्थापना सन् 2025 अप्रिल 1 मा गरेको छ। जापान स्वास्थ्य सुरक्षा संस्था GIHS नामक सो संस्थाले अप्रिल 1 देखि काम सुरुवात गर्नेछ। संस्थाको कार्यहरूमा संक्रामक रोगको सूचना संकलन गरेर तिनको जोखिम मूल्याङ्कन गर्नु, संक्रमणको जोखिमको स्तरबारे सरकारलाई सूचित गराउने र महामारीको स्थिति आएमा सरकारसँग मिलेर औषधि तथा खोपको विकास गरेर रोकथामका लागि मार्गनिर्देशन तयार गर्ने रहेको छ। प्रश्न 15 रहेको छ म्यानमारमा 3500 भन्दा बढी मानिसको ज्यान जाने गरी विनाशकारी भूकम्प कहिले गएको हो? म्यानमारमा 3500 भन्दा बढी मानिसको ज्यान जाने गरी भूकम्प सन् 2025 मार्च 28 गते गएको हो। 7.9 म्याग्निट्युडको भूकम्प गएको थियो। देशभर भवन र पूर्वाधारमा क्षति पुर्याउने उक्त भूकम्पमा परि 4500 जना घाइते तथा 220 जना बेपत्ता भएको जनाएको छ। सो भूकम्पले 30 लाख भन्दा बढी मानिस प्रभावित भएको हुन सक्ने संयुक्त राष्ट्र संघले अनुमान समेत गरेको छ। सन् 2025 मार्च 28 मा म्यानमारमा
7.9 रेक्टर स्केलको भूकम्प गएको थियो। प्रश्न नम्बर 16 रहेको छ, युद्धविराम सम्झौता भएको करिब 2 महिनापछिको इजरायलले गाजामा पुनः आक्रमणको सुरुवात कहिले गरेको हो? युद्धविराम सम्झौता भएको करिब 2 महिनापछि इजरायलले गाजामा पुनः आक्रमण सुरुवात सन् 2025 मार्च 18 मा गरेको थियो। ख्याल गर्नुहोला, भुइँचालो मार्च 28 मा गयो, यता इजरायलले गाजामा पुनः आक्रमण मार्च 18 मा सुरु गरेको छ। प्रश्न नम्बर 17 रहेको छ, हेमराज पहाडी स्मृति पुरस्कार 2080 बाट सम्मानित हुने संस्था को हुन्? हेमराज पहाडी स्मृति पुरस्कार 2080 बाट सम्मानित हुने संस्था हुन् साहित्यकार स्वरूभक्त। साहित्यकार स्वरूभक्तले 2081 साल चैत्रमा यो सम्मान प्राप्त गर्नुभएको हो। हेमराज पहाडी स्मृति पुरस्कार 2080 बाट सम्मानित हुने संस्था साहित्यकार स्वरूभक्त हुनुहुन्छ। स्वरूभक्तले नगद 1 लाख र ताम्रपत्र सहित सम्मानित हुनुभएको छ। 5 दशकदेखि नेपाली साहित्यमा क्रियाशील स्वरूभक्तका 4 दर्जन भन्दा बढी कृति प्रकाशित रहेका छन्। प्रश्न नम्बर 18 रहेको छ, लेखक एवं वरिष्ठ पत्रकार भैरव रिसालको निधन कहिले भएको हो? लेखक एवं वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ विक्रम सम्वत 2081 साल चैत्र 24 गते 97 वर्षको उमेरमा भएको छ। जन्म विक्रम सम्वत 1985 साउन 29 गते गुण्डु भक्तपुरमा भएको भने बुबा आमा गोवर्धन र गणेश कुमारी रिसाल हुनुहुन्छ। उहाँ राष्ट्रिय समाचार समिति रासस राष्ट्रिय तथ्याङ्क कार्यालयमा सेवा गर्नुका साथै राससबाट अवकाशपछि वातावरण पत्रकारिता र रेडियो सगरमाथामा आबद्ध रिसाल लामो समयसम्म पत्रकारितामा नै सक्रिय रहँदै आउनु भएको हो। प्रमुख कृतिको रूपमा साधुलाई सुली, लोग्ने स्वास्नी, केही मित्रका चिठी, भैरव दाई लगायतका कृति प्रकाशित रहेका थिए। ख्याल गर्नुहोला, लोग्ने स्वास्नी अथवा साधुलाई सुली नामक कृतिका लेखक को हुन् भनेर पनि सोध्यो भने वरिष्ठ पत्रकार भैरव रिसालको कृति हो साधुलाई सुली। उहाँकी श्रीमती सुशीला रिसाल र 2 छोरा 2 छोरी हुनुहुन्छ। प्रश्न नम्बर 19 रहेको छ, अन्तर्व्यवस्थापिका संघ आइपियू को दिगो विकास स्थायी समितिमा एसिया प्रशान्त क्षेत्रबाट निर्वाचित हुन सफल व्यक्तित्व को हुनुहुन्छ? अन्तर्व्यवस्थापकीय संघीय आइपियू को दिगो विकास स्थायी समितिमा एसिया प्रशान्त क्षेत्रबाट निर्वाचित हुन सफल व्यक्तित्व हुनुहुन्छ डाक्टर अन्जान शाक्य, राष्ट्रिय सभा सदस्य समिति हुनुहुन्छ उहाँ। अन्तर्व्यवस्थापिका संघको 150औं वार्षिक सभा तथा असंलग्न आन्दोलन संघीय सञ्जालको 4औं शिखर सम्मेलनका क्रममा उहाँ निर्वाचित हुनुभएको हो। सो सम्मेलन उज्बेकिस्तानको राजधानी तास्केन्टमा सम्पन्न भएको थियो। ख्याल गर्नुहोला, अन्तर्व्यवस्थापकीय संघ आइपियू को दिगो विकास स्थायी समिति एसिया प्रशान्त क्षेत्रबाट निर्वाचन भएको थियो। निर्वाचितमा डाक्टर अन्जान शाक्य निर्वाचित हुनुभएको थियो भने सो सम्मेलन कहाँ भएको थियो त उज्बेकिस्तानको राजधानी तास्केन्टमा सम्पन्न भएको थियो। नेपालले पहिलोपटक यो मञ्चमा आफ्नो उपस्थिति जनाएको हो। अन्तर्व्यवस्थापकीय संघ आइपियू को दिगो विकास स्थायी समिति एसिया प्रशान्त क्षेत्रको यो प्रश्न सँगसँगै आजको लागि गोरखापत्रमा प्रकाशित भएका विशेष वस्तुगत प्रश्न उत्तरको सङ्गालो यही सकिएको छ। तपाईलाई परीक्षा सारथीमा अपलोड भएका भिडियोहरू कस्तो लाग्छ कृपया सल्लाह सुझाव प्रतिक्रिया भई कमेन्ट मार्फत जनाइदिनु होला भन्दै आजको व्यवसायबाट हामी सम्पूर्ण लोकसेवा परीक्षा सारथी हुने बिदा चाहन्छ। तपाईको तयारी विशेष बनोस्। शुभकामना। नमस्कार।